नमस्कार। खबर आजको टिभी को बिहानी खबरमा क्यामेरामा शिशिर साईसँगै मनोजको हार्दिक स्वागत छ। तपाई हामीलाई युट्युब खबर आजको .com, फेसबुक र टिकटकमा सँगसँगै हेर्न सक्नुहुन्छ। बिहानी खबर सुरु गरौं आजका मुख्य खबर शीर्षकहरूबाट। अहिले देश जलाउने र बनाउने बीचको लडाईँ देखिएको छ ओली। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात, कृषक उत्साहित। धनकुटामा निर्वाचन प्रहरीको संख्या अझै पुगेन, आइतबारसम्म आवेदन लिइने। रासोपा संघको एकताका क्रममा आफूले कुनै पनि पदको बार्गेनिङ नगरेको कुलमानको दाबी। अपारदर्शी कारोबार नियन्त्रण गर्न नगदी सीमा घटाइयो। अर्थमन्त्री महावीर पुन भन्छन् धोका दिनलाई होइन, नदिनलाई सरकार छोडेको। बालेन शाह भन्छन् इन्टरनेटमा सीमित गरेर कुनै पनि भूगोल बुझ्न सकिँदैन। इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा 7 जनाको मृत्यु र हसिनाको पहिलो सार्वजनिक सम्बोधन। युनुसलाई रक्तपिपासु फाँसीवादीको संज्ञा। एक्सपर्ट कप फुटबलमा 16 समूह पहिलो पटक दर्शकलाई पुरस्कार। अब समाचार विस्तारमा। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेहरू बीचको लडाईँ देखिएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू देश बनाउने काममा जुटेको दाबी गरे। नयाँका नाममा आएका पार्टीहरूको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाएका छन्। कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पामा शुक्रबार रातिदेखि हिउँ पर्न थालेको छ। कर्णालीमा यस वर्षको पहिलो हिमपात हो। शुक्रबार रातिदेखि मौसम बदलीसँगै दुवै प्रदेशका उच्च क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि लामो समयदेखि हिउँ पर्दा किसान भने उत्साहित भएका छन्। डोल्पाका उपल्लो क्षेत्रका लेकहरू हिउँले ढपक्कै छोपिएका छन्। माघ दोस्रो साता लाग्दा परेको हिउँले हिउँदे बाली सप्रिने भएकाले किसान भने उत्साहित भएका छन्। वर्षासहितको हिउँले मङ्सिरमा छरेका गहुँ, जौँ, उबा लगायतका अन्नबालीको लागि फाइदा हुने त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय कृषक दुर्गा प्रसाद देवकोटाले बताएका छन्। आगामी फागुन 21 मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा आवश्यक भन्दा कम दरखास्त परेपछि निर्वाचन प्रहरीको आवेदन म्याद पुनः 2 दिन थप गरिएको छ। धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि शनिबार र आइतबार फेरि आवेदन लिइरहेको धनकुटाका एसपी शरद कुमार थापा छेत्रीले बताए। उनले निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी धनकुटा, सशस्त्र प्रहरी बलको छिन्ताङ, गुल्म, छारागाउँ इलाका प्रहरी कार्यालयहरू राजारानी र छिन्ताङबाट आवेदन लिइने समेत जनाएका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँगको एकताका क्रममा आफूले कुनै पनि पदको बार्गेनिङ नगरेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफू रवि लामेछानेलाई सभापति र बालेनलाई वरिष्ठ नेता स्वीकार गरेर नै रासोपासँग एकता प्रक्रियामा गएको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका हुन्। पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रासोपाका शीर्ष तहबाट एकता भङ्ग भएको जानकारी उनले बताएका छन्। समानुपातिक उम्मेद्वार चयनका क्रममा उज्यालो नेपाल पार्टीले त्याग्ने गरेको उनले जिकिर गरे। प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उम्मेद्वार उठाउने प्रस्ताव आफूहरूले गरेको उनले स्पष्ट पारे। अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको 61औं वार्षिक उत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले कतिपय क्षेत्रमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको उल्लेख गरे। गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमका रूपमा ती निकाय प्रयोग भइरहेकोले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको उनले बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूले अरू निकायको तुलनामा हालसम्म राम्रै काम गरेको उल्लेख समेत गरे। अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उनले औँल्याएका हुन्। उनले फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानु आवश्यकतामा जोड दिए। धितोमा आधारित कर्जाको सट्टा उद्यमशीलता क्षमतामा आधारित आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका निमित्त नेपाल राष्ट्र बैंकसँग अर्थ मन्त्रालयले छलफल गरिरहेको समेत उनले दावी गरेका हुन्।
पूर्व शिक्षा मन्त्री महावीर पुनले अरूलाई धोका दिनुभन्दा पनि नदिनका लागि सरकार छोडेको बताएका छन्। मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका पुनले आज पत्रकार सम्मेलन गर्दै धोकेबाज र भगौडा भनेर लागेको आरोपमा स्पष्टीकरण दिएका हुन्। चौतारोमा पत्रकार सम्मेलनको आयोजना गरेका पुनले भने कसैले धोकेबाज पनि भनेको छ, भगौडा समेत पनि भनेको छ। धोका दिएको जेन्जीलाई धोका दिएको भनेका छन्। धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको हो। किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने? सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छोडेको उनको भनाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता बालेन शाहले चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित बनाउनु पर्नेमा जोड दिएका छन्। झापा 5बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका शाहले तेह्रथुम पुगेर म्याङ्गलुडको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तर्क्रिया गर्दै यस्तो बताएका हुन्। स्थानीय सङ्घको संवादमा शाहले कुनै पनि जिल्लालाई रिपोर्ट किताब वा इन्टरनेटमा मात्र सीमित गरेर बुझ्न नसकिने समेत बताएका छन्। इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने 80 जना भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। भारी वर्षातपछि शनिबार बिहान 10:30 बजे पश्चिम बान्डुङ जिल्लामा पहिरो गएको थियो। यसले धेरै घरमा क्षति पुगेको छ भने इन्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सी BNBP का प्रवक्ताले भने बिहान पश्चिम जाभा प्रान्तको पश्चिम बान्डुङ जिल्लामा पहिरो गएको छ, जसमा 7 जनाको मृत्यु भएको छ भने 80 जना बेपत्ता भएका छन्। भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसमाथि रक्तपिपासु फाँसीवादीको आरोप लगाएकी छन्। आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा उनले युनुसले अवैध र हिंस्रक शासक चलाइरहेको आरोप लगाएकी हुन्। हसिनाका अनुसार बंगलादेशले अहिले त्रास, अराजकता र लोकतन्त्रको निर्वाचनको चरणमा पुगेको छ। दिल्ली स्थित फरेन करेस्पोन्डेन्ट्स क्लबमा आयोजित सेभ डेमोक्रेसी इन बंगलादेश कार्यक्रममा उनले एक अडियो सन्देश मार्फत सम्बोधन गरेकी हुन्। र तामाङ रिक्रिएसनल क्लब TRCC को आयोजना तथा एक्सपर्ट एजुकेसनलको प्रायोजनमा सिडनीमा आइतबार आयोजना हुने एक्सपर्ट कप फुटबल प्रतियोगितामा 16 टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। TRCC का अध्यक्ष ज्ञानक वाइबाले एक दिने प्रतियोगितामा 16 टिम सहभागिता रहने र खेल लिग कम क्वार्टर फाइनलका आधारमा खेलाइने जानकारी दिएका छन्। प्रतियोगिताको पहिलो हुने टिमलाई ट्रफी र $4,000 तथा दोस्रो हुने टोलीलाई $1,500 तथा रन अप ट्रफी हात पार्नेछन्। व्यक्तिगत पुरस्कारमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई नगद प्रदान गरिने अध्यक्ष ज्ञानकले बताए। हामी खबरको अन्तमा आइपुगेका छौं। बिदा हुनुभन्दा पहिले मुख्य खबर शीर्षक पुनः एकपटक। अहिले देश जलाउने र बनाउने बीचको लडाईँ देखिएको छ ओली। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात, कृषक उत्साहित। धनकुटामा निर्वाचन प्रहरीको संख्या अझै पुगेन, आइतबारसम्म आवेदन लिइने। रासोपा संघको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको कुलमानको दाबी। अपारदर्शी कारोबार नियन्त्रण गर्न नगदी सीमा घटाइयो, अर्थमन्त्री महावीर पुन भन्छन् धोका दिनलाई होइन, नदिनलाई सरकार छोडे। बालेन शाह भन्छन् इन्टरनेटमा सीमित गरेर कुनै पनि भूगोल बुझ्न सकिँदैन। इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा 7 जनाको मृत्यु। हसिनाको पहिलो सार्वजनिक सम्बोधन युनान्सलाई रक्तपिपासु फाँसीवादीको संज्ञा। एक्सपर्ट कप फुटबलमा 16 समूह पहिलो पटक दर्शकलाई पुरस्कार। हवस् त खबर आजको टिभी एसडी को खबर आजलाई यति नै। हेर्दै रहनुहोला खबर आजको टिभी एसडी। नमस्ते।